गुड इभिनिङ एभ्रिवान। हामी चाहिँ अहिले सूर्य आवासीय माध्यमिक विद्यालयको अफिस रुमबाट बोलिरहेका छौँ। यो चाहिँ ठ्याक्कै हामीले 39औं वार्षिक उत्सव तथा अभिभावक दिवस साथै 17औं सूर्य जुनियर रनिङ सिट फुटबल टुर्नामेन्टको लाइभ लिएर आएका छौँ, जुन चाहिँ हामीले यो विशेष कार्यक्रम र यो विशेष अन्डर 12 फुटबल टुर्नामेन्ट प्रतियोगिताको चाहिँ टाइसिट सेरेमोनी यहाँ हुन गइरहेको छ। यसको लाइभ लिएर यहाँ उपस्थित भएका छौँ। यहाँहरू सम्पूर्णलाई हामी स्वागत गर्दै यो लाइभलाई सक्दो सेयर गरेर यो प्रतियोगिताको प्रचार प्रसारमा सहयोगी भूमिका निर्वाह गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। र ढिला नगरिकन म यो कार्यक्रममा एज अ गेस्टको रूपमा रहनुभएको हाम्रो आदरणीय व्यक्तित्वहरूलाई परिचय गराउन चाहन्छु। विशेष गरी यो फुटबल सूर्य जुनियर फुटबलको स्थापना गर्ने अथवा यसलाई सुरु गर्नको निमित्त अहम भूमिका खेल्नुहुने यो चाहिँ प्रतियोगिताको एउटा डिजाइनर भनौँ अथवा चाहिँ यो प्रतियोगिताको जुन स्टार्टर उसमा चाहिँ जुन रहनु भएको थियो, सौभाग्यवश हामीले उहाँलाई यो स्कुलमा फेरि पनि देख्न पाएका छौँ। टाइसेट निर्माणको लाइभ हेरेर बसिरहनु हुने सम्पूर्ण दर्शक खेलप्रेमी महानुभावहरूमा सूर्य बोर्डिङको तर्फबाट हार्दिक नमस्कार ज्ञापन गर्दै मैले अब यो पोरको फाइनलिस्ट, पोरको विजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अप र थर्ड रनर अप टिमहरूलाई एउटा एउटा पोल दिने हामीले निर्णय गरेका छौँ, जसअनुसार पोरको विजेता सूर्य बोर्डिङ स्कुलको टिम ब्लू 1 नम्बरमा रहेको छ। सूर्य बी भनेको ब्लू। नम्बर 8 मा हामीले पोरको उपविजेता फर्स्ट रनर अप गोल्डन स्टार्स इङ्ग्लिस बोर्डिङ स्कुल तुमलिङ टारलाई दिने निर्णय गरेका छौँ। पोरको सेकेन्ड रनर अप थर्ड पोजिसन ल्याउन सफल भएको विद्यालय थियो मदरल्यान्ड इङ्ग्लिस बोर्डिङ स्कुल खामबारी। यसलाई चाहिँ हामीले 5 नम्बर दिने निर्णय गरेका छौँ। नम्बर 5 मा त्यस्तै गरेर हामीले पोरको सेमी फाइनलिस्ट यो थर्ड रनर अप वरुण पब्लिक स्कुल खानबारीलाई यसको 11 नम्बर दिने निर्णय गरेका छौँ र पोलमा विभाजन गरेका छौँ। फाइनल र सेमी फाइनलिस्ट हुने टिमहरूले आफ्नो आफ्नो पोजिसन आफ्नो आफ्नो ड्र पाइसक्नु भएको छ। सूर्य ब्लू, त्यस्तै गरी मदरल्यान्ड, गोल्डन स्टार्स र वरुण पब्लिकले आफ्नो आफ्नो स्थान पाइसक्नु भएको छ। यानि कि हाम्रो 14वटा टिममध्ये 14वटा नम्बरमध्ये 4वटा नम्बर हाम्रो गइसकेको छ। देखाइदिनुहोस्। ओके, नम्बर 6 नम्बर 6 भनेको आदर्श विद्या मन्दिर पाठक गाउँ। ल, आदर्श विद्या मन्दिर पाठक गाउँले नम्बर 6 प्राप्त गरेको छ। मदरल्यान्ड ब्लूको अपोनेन्ट सूर्य ब्लूको अपोनेन्ट हेरौँ कुन टिम रहने हो। र यो रहेको छ जालपा मावि चेवा। जालपा मावि चेवा भर्सेस सूर्य ब्लू। हामी अर्को टाइतर्फ अगाडि बढ्न गइरहेको। र यो रहेको छ वरुण पब्लिक स्कुलको अपोनेन्ट। हेरौँ कुन टिम रहने हो। वरुणको अपोनेन्ट लिभिङस्टन इङ्ग्लिस बोर्डिङ स्कुल खानबारी। लिभिङस्टोन नम्बर 12 मा नम्बर 3 पोल ए मा नम्बर 3 रहेको छ अरुण ड्यू इङ्ग्लिस बोर्डिङ स्कुल सेका नम्बर 3।
9 गोल्डन स्टार्स को विरुद्धमा आदर्श मावि पिप्ले आदर्श मावि पिप्ले बताउन दिन चाहन्छौँ र हामी अर्को नम्बरमा अगाडि बढ्दैछौँ। 14 नम्बरमा परेको छ कुनिना इङ्ग्लिस बोर्डिङ स्कुल सेकाल कुनिना इङ्ग्लिस बोर्डिङ स्कुल 14 नम्बरमा परेको अरुणको सेमी फाइनल। हामी अर्को नम्बरतर्फ अगाडि बढ्न गइरहेको Let me see. What is here? Number 13 कुनिनासँग पहिलो खेल खेल्ने टिमको छिनोफानो यहाँ हुन लागिरहेको छ। यो रहेको छ सूर्य रेड सूर्य अवश्य माविको रेड टिम रहेको छ। 4 नम्बर अरुण भ्यूको अपोनेन्टको रूपमा उभिन लागेको टिम छ मङ्गलादेवी बेसिक स्कुल पाङमा मङ्गलादेवी पाङमाको विद्यालय रहेको छ, जो नियमित रूपमा हाम्रो प्रतियोगिताको सहभागी टिम विद्या मन्दिर। र अब हामी अर्को प्राइजतर्फ आउन चाहन्छौँ। बाई पाएको छ पाउने नम्बर 7 र 10 बाँकी रहेको छ। हामी दुईटा 7 लकी नम्बर 7 यो टिम फर्स्ट बाई माउन्ट स्टार्स लकी 7 बाई पर्न सक्नुभएको छ माउन्ट स्टार्सले मदरल्यान्ड र आदर्श विद्या मन्दिर मध्ये एकको सामना गर्नेछ। सार्वजनिक हुँदैछ यो टिम नम्बर 10 हिमालय मावि खाँदबारीले बाई प्राप्त गर्न सफल भएको छ पोल सीको, जसले गोल्डन स्टार्स र आदर्श मध्ये एउटा टिमको सामना गर्नेछ। र म दुवैजना सरलाई विशेष धन्यवाद दिन चाहन्छु। र यो 17औं अथवा टाइसिप निर्माणको कार्य सम्पन्न